एउटा थिएँ तल 11 नम्बरबाट माथिबाट अहिलेको हाम्रो कार्यवाहक सभापति उत्तम ठकुरी हुनुहुन्थ्यो। बीज भनेको धेरै चाहिँदैन, अहिलेको हाइब्रिड जस्तै एक घोगा मकैले तपाईँको स्वयं घोगा मकै फलाउँछन्। त्यस्तै हाम्रो सधैँ पनि यस्तो चाहिँ धेरै चाहिँदैन, थोरै नै मजासँग उनीहरूलाई चाहिँ धक्का दिएको छ। आज साथीहरूले सोचेका थिए, नेताहरूले सोचेका थिए कुइनेमा पनि रासोपाको जन्म हुन्छ र आजको यो भेलाले उहाँहरूलाई पहिलो गाँसमा ढुङ्गा भने जस्तो के भएको छ त्यो अनुभव गर्न सकिन्छ। उहाँले अनुभव गर्नुहुन्छ तर अभिव्यक्त गर्दैन। पार्टी सभापति हाम्रो रवि लामिछानेलाई जुन खेल खेलेको छ, राज्य सत्ताले एउटा व्यक्तिको लागि रवि एउटा नाम होइन विचार हो, त्यो विचारसँग हामी समाहित भएका छौँ। आजसम्म चाहिँ विश्व इतिहासमा अंग्रेजको गुलाम भएका सारा देशहरू हुँदा पनि हाम्रो देश अंग्रेजको गुलाम भएको थिएन, तर आज हाम्रा देशका नेताहरूको गुलाम भएको छ। हाम्रो देश नेताहरूले गुलाम बनाएका छन् हामीहरूलाई। त्यो अनुभूति बुझेर तपाईँ हामी जस्ता यङ जेनेरेसन वृद्ध बाआमाहरू राष्ट्रिय स्वतन्त्र पार्टीमा चाहिँ समाहित हुनुभएको छ, एउटा छातामुनि अडिनु भएको छ। हामीले मिशन 84 बनाएर ल्यायौँ। आजभन्दा 36 वर्ष अगाडि 2046 सालमा स्थापना भएर 48 सालमा नेपाली कांग्रेसले, 51 सालमा एमाले, नेकपा माओवादीले लिएर आए। त्यो बहुमत भनेको अबको अवस्थामा हाम्रो नेपाली जनताले सबैले के कति काम गरे देखिरहेका छन्, मूल्याङ्कन गरिरहेका छन्। त्यो हामीले अनुभव गरिरहेका छौँ। अब पनि उनीहरूलाई मिशन 84ले उनीहरूलाई हिजोको अवस्थामा के हेरेर बस्यो र अहिलेको तपाईँको संघीय संसदमा हेर्नुहोस्, हामी जम्मा 21 जना छौँ। हाम्रा सभासदहरू 21 जना हुन्छ। तपाईँले हेर्नुहोस्, स्वास्थ्यमा हेर्नुहोस् कति विज्ञता हासिल गरेर दर्शक हुनुहुन्छ। इकोनोमिक्समा हेर्नुहोस्, तपाईँको चाहिँ अर्थमा हेर्नुहोस्, एसियामा होइन विश्वमा चाहिँ नाम चलेका स्वर्णिम वागेहरू हुनुहुन्छ। सुरक्षामा हेर्नुहोस् त्यस्तै विज्ञहरू हुनुहुन्छ। त्यो कारणले जसले विज्ञता हासिल गरेको छ उनले मात्रै हो समाज रूपान्तरण गर्न सक्ने। समाज रूपान्तरण गर्नको लागि भित्री हृदय हुनुपर्छ। यो दुनियाँको आवाज भनेको सभापतिले न्युज 24बाट चाहिँ गरेको सेवाबाट हामीले अनुभव गरिसकेका छौँ। समाज परिवर्तन गर्नेको आवाज नै हो। कुना कन्दराहरूमा भएको चाहिँ आवाज राज्य पुग्न नसकेको इराकको चाहिँ तपाईँको अफगानिस्तानको जस्तै दुबईको, कतारको